साँच्चै भन्नुपर्दा कहिलेकाहीँ नयाँ कुराको अनुभव गर्न पनि रमाइलो हुँदो रहेछ। ल आज म आडो हो कि काँडो खान लागेकी छु, यसको बारेमा चाहिँ चर्चा गरौँ है। यो फल निकै पौष्टिक त मानिन्छ, तर हामी सामान्य मान्छेहरूको लागि त यो एकदमै महँगो के। यो एउटा काँडो किन्न पनि मलाई 10 बार सोच्नु पर्यो कसम। तर यति महँगो फल मैले रहरले किनेको त होइन। यो फल खायो भने चाहिँ कलेजोलाई एकदमै राम्रो गर्छ भनेको सुनेर जति महँगो भए पनि है जाओस् भनेर चाहिँ म आफै कलेजोको बिरामी भएर चाहिँ एउटा ट्राई गर्दैछु। 4 महिनामा एकचोटि एउटा किनेर खाने हो कि, किनकि यो केजी नै 800 रुपियाँ केजी रहेछ भनेपछि एउटा चाहिँ किन्दा मलाई 200 रुपियाँ लाग्यो। आफ्नो स्थिति सम्झिँदा त 200 रुपियाँको तरकारी पनि कति धेरै आउँथ्यो जस्तो लाग्यो कि। या जेसुकै होस्, जिन्दगीमा एकचोटि त धनी मान्छेको फिलिङ्स पनि लिनुपर्छ के। एबा काँडो त 1 मिनेटमै सकियो, तर यसको पैसा सम्झिँदा अझै पनि म रिकभर हुन सकेको छैन। ल साथीहरू, हजुरले राम्रो सोचे पनि सोच्नुहोस्, नराम्रो सोचे पनि सोच्नुहोस्। मेरो गफ भनेको चाहिँ म चाहिँ आफूलाई के बितिरहेको छ त्यो जस्ताको तस्तै हजुरहरूलाई भन्ने मान्छे। मेरो कुरा भनौँ कि गफ भन्यो, तर हजुरहरूलाई राम्रो लागे त ठिकै छ, राम्रो नलागे पनि घिडा गर्ने काम चाहिँ नगरिदिनुहोस् हस्। राम्ररी सुनिदिनु होला मेरो गफ चाहिँ। ओके, बाई फर वाचिङ माई भिडियो साथीहरू।